हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ हैन पछाडि देखिसक्नु भयो होला आज कहाँ छ भन्ने कुरा। आज चाहिँ हामी यो लाइसेन्स थर्ड स्टेपको लागि लाइसेन्सको लागि आइरहेको छ हैन। यो हामी आज चाहिँ हामी तपाईँ यो कार्य खाङरुङ म्युनसियमजाङमा छ हैन। यो चाहिँ मेन नै हो यहाँको हाम्रो खाङरुङको। अब यहाँनिर चाहिँ एकदम लाइसेन्स निकाल्नको लागि चाहिँ हाम्रो इन्स्टिट्युटबाट गरे पनि हुन्छ, यहाँ आयो भने चाहिँ अलिकति सस्तो पर्छ हैन। त्यही भएर अहिले हामी यहाँ आएको छौँ। अब एकछिनपछि हाम्रो एक्जाम सुरु हुन्छ, टेस्ट सुरु हुन्छ। एकजना साथी चाहिँ भित्र एक्जाम दिइरहेछ रिटर्न हैन। अब उसको चाहिँ के छ, तिम्रो चाहिँ आज रिटर्न पास भएर अब अब पार्किङको लागि छ हैन। पार्किङ त्यसपछि पास भयो भने रोड ट्रायलको लागि अब म एकछिनपछि सबै देखाउँछु ल गाइस। यही हो, तपाईहरु पनि लाइसेन्स निकाल्नको लागि आउनुहुन्छ भने हामीलाई सम्झनु होला। फर्दर इन्फर्मेसनको लागि के चाहिन्छ, कसो गर्न सकिन्छ हामी सबै भनिदिन सक्छौँ। हामीलाई सम्झिनु होला, हाम्रो च्यानल हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। लगाइयो चाहिँ खाङरुङमा रहेको यो हाम्रो ड्राइभिङ लाइसेन्स निकाल्नको लागि चाहिँ यो खाङरुङ म्युनसियमजाङ भन्नेमा आउनुपर्छ हैन। यसमा आयो भने चाहिँ तपाईँहरूलाई अलिकति इन्स्टिट्युट गएको भन्दा नि धेरै सस्तो पर्छ हैन। त्यही भएर तपाईँहरू यहाँ आउन सक्नुहुन्छ। हाम्रो सबिना आजको लाइसेन्स निकाल्ने मान्छे। कस्तो फिल भइरहेछ आज लाइसेन्स निक्लेला कि ननिक्लेला? पुरा फुल कन्फिडेन्स छ नि हैन? ल ठिक छ। ल हामी यहाँ आइसकेपछि अब हामी नयाँ फर्मको लागि भित्र जानुपर्छ। हामी भित्र गइसकेपछि हामीले रिटर्नको लागि हो कि के को लागि हो, अब पार्किङको लागि, रोड ट्रायलको लागि, के को लागि गर्नु हो, त्यसको लागि हामीले पहिला रिजर्भेसन गर्नुपर्ने हुन्छ। रिजर्भेसन गरेर हामी दोकान आफै खोलिदिन्छ। यहाँनिर वेटिङ छ। आएर एउटा फर्म भर्नुपर्छ। फर्म भरिसकेपछि यहाँनिर वेटिङ रुम छ। वेटिङमा बस्न सकिन्छ। यहाँबाट सबैजना वेटिङमै छ। टिभी पनि हेर्न सकिन्छ यहाँबाट, मजाले हेर्नु टिभी। यही हो हाम्रो अब यहाँ चाहिँ टक्क ट्रायल हुन्छ हैन। ट्रायलको अघि चाहिने स्टेपहरू पहिल्यै थाहा हुनु पर्यो। त्यो थाहा भइसकेपछि चाहिँ तपाईँहरूले सजिलो तरिकाले पास गर्न सक्नुहुन्छ। तर यहाँको एकदम इजी वे चाहिँ इन्स्ट्रक्सन सबै भित्र दिन्छ हैन। इन्स्ट्रक्सन चाहिँ सबै भित्र दिया हुन्छ, इङ्ग्लिसमै हुन्छ, त्यस्तो गाह्रो चाहिँ हुँदैन। र ल एकछिनपछि म सबै ट्रायलको प्रोसेसहरू म सबै देखाइदिन्छु। हामी चाहिँ उताबाट फर्म भरेर आइसक्यो। फर्म भरेर आएपछि हाम्रो यहाँनिर वेटिङ रुम छ। अनि यहाँनिर एउटा सानो भिडियो नि प्ले गराउँछ। यहाँनिर टक्क अब यहाँभित्र छिरिसकेपछि आज चाहिँ कोही पनि छैन, हामी नै होला फर्स्ट। अनि यहाँनिर तपाईँहरूलाई चाहिँ एउटा सानो भिडियो पनि देखाइदिन्छ। यहाँनिर वेटिङ के कसरी गर्ने सबै इन्स्ट्रक्सनहरू यहाँ पनि दिन्छ है। एउटा सानो क्लास पनि हुन्छ। त्यसपछि तपाईँहरू ट्रायल दिन जान सक्नुहुन्छ। हामी यहाँभित्र छिरिसकेपछि सबै इन्स्ट्रक्सनहरू पनि दिन्छ र प्रोसेसमा कुनमा कति मार्क्सहरू सबै डिभाइड गरेर हाल्दैछ होइन। यहाँनिर सानो सर्ट म्याप पनि हाल्दैछ। यो म्याप अनुसार जानुपर्ने हुन्छ। यो म्याप अनुसार भयो भने चाहिँ तपाईँ पास
यहाँ बस्न दिन्छ कि अब हाम्रो निलेश एक्जामको लागि माथितिर जाँदैछ ल के छ ल बेस्ट अफ लक 60 चाहिँ लिएर है फेरि ल है के अन्त नि अब यता फर्किने हो नि त यसो ल बेस्ट अफ लक भिडियो खिच्नै नदिने रे मैले उतापट्टि खिच्दिनँ सबैजना रेडी छ त्यो अङ्कल चाहिँ पहिल्यै सुरुमै स्टप बन्द भएर रोक्नु वहाँनिर पुगेछ त्यस्तै हावा चल्यो कि एक्जाम पास भए जस्तो छ है ल मलाई ल बधाई छ ल बधाई छ ल अब भन्छ अनि अर्को अब रोड ट्रायल मात्रै बाँकी भयो होइन ल ठिक छ फाइनल अब नेक्स्ट विक चाहिँ रोड ट्रायलको लागि है गाइज आज मैले त्यहाँ फुल भिडियो त्यता खिच्न नदिँदो रहेछ त्यही भएर खिचेन अब आउ न त अब यहाँनिर गएर फेरि रजिस्टर गर्नु पर्छ होइन के भयो 65 हो ल ठिक छ एक्जाम दिँदाखेरि टोइलेट त लागेन नि ल बधाई छ ल अब अर्को डेट कहिले लिनु त अब नेक्स्ट विक ल बधाई छ ल भनेपछि अब आजलाई डेट दिनु पऱ्यो नि त होइन रिजर्भेसन गर्नु पऱ्यो नि होइन मोबाइलबाट गऱ्यो यहीँ आएपछि यहीँबाट गर नि किन मोबाइल गर्नु पर्छ नि लागि आउँछु अनि प्लस हाम्रो साथी निलेशको चाहिँ के अब पार्किङ र रोड ट्रायल बाँकी छ ल बधाई छ निलेश ल अब हामी घरतिर बाई बाई आजलाई यति नै गाइस बाई बाई